फिफा विश्वकप 2026 मा पुरस्कारको वर्षा विजेताले पाउनेछन् 50 मिलियन अमेरिकन डलर। दर्शकबिन फिफाले विश्वकप 2026 का लागि कुल 50 मिलियन अमेरिकन डलर बराबरको पुरस्कार घोषणा गरेको छ। यो रकम नेपाली रकमको तुलनामा करिब 88 अर्ब रुपैयाँ पर्न जान्छ। यो पुरस्कार राशि सन् 2022 कतारको विश्वकपको तुलनामा 8 अर्बले बढिरहेको छ। पहिलो पटक 48 राष्ट्रहरू सहभागी भएको फिफा विश्वकपमा खेलहरूको सङ्ख्या बढेको छ। प्रतियोगितामा दर्शक सहभागिता, प्रसारण अधिकार, डिजिटल प्लेटफर्म, प्रायोजक कम्पनीहरूको लगानी र टिकट बिक्रीबाट हुने आम्दानीले पनि नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ। यही आर्थिक वृद्धिका कारण फिफाले पुरस्कार रकममा पनि उल्लेखनीय वृद्धि गरेको छ। अब धेरैको चासो रहेको विषय, फिफा विश्वकप जित्ने टोलीले कति रकम प्राप्त गरेछ। यस संस्करणमा विजेता टोलीले 50 मिलियन अमेरिकन डलर अर्थात् 88 अर्ब रुपैयाँ बराबर नेपाली रकम प्राप्त गर्नेछन्। यदि फाइनलमा अर्जेन्टिना वा स्पेनले उपाधि जिते भने उनीहरूले यो ऐतिहासिक रकम हात पार्न सक्छन्। उपविजेता टोलीले 33 मिलियन डलर प्राप्त गर्नेछ। तेस्रो स्थान हासिल गर्ने टोलीले 29 मिलियन डलर तथा चौथो स्थानमा रहने टोलीले 27 मिलियन अमेरिकन डलर प्राप्त गर्नेछ। यति मात्र होइन, क्वार्टर फाइनलसम्म पुग्ने प्रत्येक टोलीले 19 मिलियन डलर प्राप्त गर्नेछ भने राउन्ड अफ 16 पुग्ने टोलीले 15 मिलियन डलर प्राप्त गरिनेछ। समूह चरणबाटै बाहिरिने टोलीहरूले पनि हात खाली पनि फर्काउनु पर्ने छैन। प्रत्येक टोलीले सहभागिता जनाए बापत करिब 1.5 मिलियन अमेरिकन डलर प्राप्त गर्नेछन्। फिफाको नियमअनुसार पुरस्कार रकम सम्बन्धित देशको राष्ट्रिय फुटबल सङ्घलाई हस्तान्तरण गरिनेछ। त्यसपछि सम्बन्धित फुटबल सङ्घले आफ्नो नीति अनुसार खेलाडी, प्रशिक्षक, प्राविधिक टोलीलाई बोनस दिने वा देशको फुटबल विकास, युवा एकाडेमी, महिला फुटबल प्रशिक्षण केन्द्र तथा पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्नेछ। उदाहरणको रूपमा केही देशहरूले विगतमा फिफा विश्वकपबाट प्राप्त गरेको रकमको एक हिस्सा महिला फुटबलको विकासमा खर्च गरेका छन् भने केहीले युवा खेलाडी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरेका छन्। यसले विश्वकपको पुरस्कारलाई केवल नगद पुरस्कार नभई विकासको आधार पनि बनाएको छ। यदि इतिहासलाई हेर्ने भने सन् 1982 को फिफा विश्वकप जित्दा इटालीले जम्मा 2.2 मिलियन अमेरिकन डलर पुरस्कार प्राप्त गरेको थियो। त्यति बेला विश्व फुटबलको व्यावसायिक बजार अहिलेको जस्तो विशाल थिएन। त्यसैता टेलिभिजन प्रसारण, अन्तर्राष्ट्रिय प्रायोजन, विज्ञापन बजार, डिजिटल मिडिया र विश्वव्यापी फुटबलको लोकप्रियताले विश्वकपको आम्दानी निरन्तर बढाउँदै लग्यो। सन् 2022 को कतार विश्वकप जित्दा अर्जेन्टिनाले 42 मिलियन डलर प्राप्त गरेको थियो, तर केवल 4 वर्षपछि पुरस्कार बढेर 50 मिलियन अमेरिकन डलर पुगेको छ। यसले विश्व फुटबलको आर्थिक विस्तार करिब तीव्र गतिमा भइरहेको छ भनी स्पष्ट देखाउँछ। नगद पुरस्कारसँगै विजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई 16 पदक प्रदान गरिनेछ। उपविजेताले रजत पदक र तेस्रो हुने टोलीले काँस्य पदक प्राप्त गरेछ। यसबार प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीले गोल्डन बल, उत्कृष्ट गोलरक्षकले गोल्डन ग्लभ, सर्वाधिक गोलकर्ताले गोल्डन बुट प्राप्त गर्नेछन्। यी सम्मानहरू विश्वकप फुटबलका लागि सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारहरूमध्ये एक मानिन्छन्। बढ्दो आम्दानीसँगै भविष्यका विश्वकपहरूमा पुरस्कार राशि अझै झनै बढ्ने सम्भावना पनि उत्तिकै बलियो बनाएको छ। यो पुरस्कारले विश्व अर्थतन्त्र, मनोरञ्जन, उद्योग, प्रविधि, प्रसारण र पर्यटनसँग जोडिएका एउटा विशाल वैश्विक उद्योगका रूपमा विकसित भइसकेको छ। यही कारण फिफा विश्वकप 2026 मैदानभित्रको प्रतिस्पर्धासँगै बाहिरको आर्थिक शक्तिका रूपमा पनि इतिहासको रूपमा सम्झिने विश्वकपको रूपमा अपेक्षा गरिएको छ।